के भन्यो इटरीबाट ए सुनेरै आउनुभएको देखेर आउनुभयो भनेर आउनुभएको यहाँ खास म काठमाडौँ आएको थिएँ ए के भन्यो पहाड पनि ठुलो पहाड रहेछ अनि यहाँ सिद्धिसक्यो कहाँ के माथि हो आमा आफू पनि रहेछ जङ्गली हो भाइ तपाईँहरू चाहिँ कहाँबाट आउनुभयो भाइ कहाँबाट आउनुभयो इटरीबाट ए सुनेरै आउनुभएको देखेर आउनुभयो भनेर आउनुभएको यहाँ खास म काठमाडौँ आएको थिएँ ए यहाँ पौडी खेल्ने ठाउँ छ भनेर सुनेको थिएँ ए बाटो डेन्जर रहेछ व्यापार हुने ठाउँ थियो त्यो बेला गरौँ यहाँ सानो सरकारले अलिक बनाइदिएको होला गरौँ महिनामा मसँग मान्छेलाई नुहाउनु आउँथ्यो गोरेटो पनि खोलेको हुन्थ्यो गोरेटो छैन नि त्यो यो घोषणा गरेर यो त काम गर्ने स्थानीय सरकारले अलिकति यो गरेको हुन्थ्यो राम्रो हुन्थ्यो ए टाढाबाट रहेछ है यता हेर्नु न ल कहाँबाट अरे भाइ विराट छु कसरी आउनुभयो यहाँसम्म टिकटकद्वारा सुन्नुभएको थियो कस्तो लाग्यो ठाउँ राम्रो छ ढुङ्गा रहेछ सब ढुङ्गामा घोटिएर केही प्रतिक्रियाहरू छ हजुर यहाँ यस्तो केही यस्तो भए हुन्थ्यो ठाउँ त राम्रो रहेछ यस्तो भए हुन्थ्यो भन्ने खालको केही छ सफा सुग्घर भए झन् राम्रो झन् आफ्नै देशमा झन् विदेशीहरू बाटोघाटो अलिक राम्रो भए अलिक सफा गरिदिए यहाँको नगरपालिकाले लगानी गरेर यहाँसम्म आउने पर्यटकहरूलाई आन्तरिक पर्यटकहरूलाई केही सुविधाहरू भएदेखि हुन्थ्यो पनि आउँथे हामी नेपाली मात्र नेपाली त आइन्छ जस्तो भए पनि पर्यटकहरू पनि आउने वातावरण बनाउनु पर्यो बाहिरी पर्यटकहरू आएदेखि राम्रो हुन्थ्यो भन्ने हुन्थ्यो हाम्रै देशको विकास हुन्थ्यो आर्थिक भित्रिन्थ्यो होइन आर्थिक उन्नति प्रगति हुन्थ्यो ठिक छ यहाँ आज इटरीको साथीहरू पनि भेटियो तपाईँहरू कहाँबाट आउनुभएको हामी तपाईँ नजिकै हो हाम्रो चौडनीगढी नगरपालिका पर्छ यो उता बेलटार हो अनि यो चाहिँ व्यवस्थापन भए राम्रो हुन्थ्यो सबैलाई नेपालीलाई मात्र होइन पर्यटकलाई पनि नेपालको आय स्रोतमा पनि अलिक केही परिवर्तन हुन्थ्यो पर्यटक भनेको तपाईँ हामी पनि हो क्या भाइ हामी पनि हो हाम्रो देशको युवाहरू बाहिर जानु पर्दैन थियो माथिको भाइहरू माथिबाट आउने आम फालेर यहाँ झर्छन् हामी चारजनाको ग्रुप दुईटा बाइकमा आएको यो जम गरेर यहाँ झर्ने गर्छन् एक बाँसले पनि नभेट्ने गहिराई भनेपछि धेरै गहिरो हो मान्छेहरू धमाधम आइरहेछन् ल है विदम भाइ
यो बोनहरू पनि पौडी खेल्ने होलान्। गुफा